बिहान उठ्ने बित्तिकै पत्रिका वा मोबाइलमा आजको राशिफल कस्तो छ भनेर हेर्ने बानी धेरैको हुन्छ, होइन त? तर के हामीले कहिल्यै रोकिएर सोचेका छौं यी भविष्यवाणीहरू आखिर बन्छन् तरी कसरी? आज हामी यही प्रक्रियालाई भित्रैबाट केलाएर हेर्दैछौं। हो, आजको हाम्रो विश्लेषणको मुख्य प्रश्न नै यही हो। हामी हरेक दिनको भविष्यवाणी पछाडि रहेको त्यो प्रणाली, त्यो गणना र त्यो व्याख्याको खोजी गर्नेछौं। र यो कुनै जादु टुनामुना होइन, बरु एउटा स्थापित विधि हो। ल, यो प्रक्रियालाई बुझ्नको लागि हामी यी चरणहरू पार गर्नेछौं। दैनिक राशिफललाई बुझ्नेछौं, त्यसपछि दिनको ब्रह्माण्डीय खाका हेर्नेछौं, प्रमुख ग्रह संयोजनहरू पहिचान गर्नेछौं अनि दिनका मुख्य विषयवस्तुहरू निकाल्नेछौं। त्यसपछि भविष्यवाणीहरू कसरी कार्यान्वयन हुन्छन् त्यो हेरेर अन्त्यमा यसको ब्रह्माण्डीय सार के हो त्यो बुझ्नेछौं। सबैभन्दा पहिले यो बुझ्न जरुरी छ कि हरेक राशिफलको सुरुवात कुनै भविष्यवाणीबाट हुँदैन। यो त त्यो दिनको एकदमै विशिष्ट खगोलीय तथ्याङ्कबाट सुरु हुन्छ। यही नै त्यो जग हो जसले सम्पूर्ण भविष्यवाणीको रूपरेखा तयार पार्छ। हो, यसलाई भनिन्छ पञ्चाङ्ग। यसलाई दिनको ब्रह्माण्डीय परिचय पत्र जस्तै सम्झिँदा हुन्छ। यसका 5 अङ्गहरू तिथि, नक्षत्र, योग, करण र वार मिलेर त्यस दिनको एउटा यस्तो अद्वितीय खगोलीय पहिचान बनाउँछन् जुन अरू कुनै दिनसँग मिल्दैन। ल, हाम्रो उदाहरणको दिन फेब्रुअरी 26, 2026 को वास्तविक डाटा हेरौं। त्यस दिन दशमी तिथि थियो, मृगशिरा नक्षत्र थियो अनि प्रीति योग र चन्द्रमा मिथुन राशिमा थिए। यी कुनै काल्पनिक शब्दहरू होइनन्, बरु आकाशमा ग्रह नक्षत्रको वास्तविक स्थिति हो। दिनको आधारभूत खाका त भयो। अब हेरौं त्यस दिनलाई आकार दिने प्रमुख ग्रहहरूको चाल र संयोजनहरू। यी ठूला घटनाहरू हुन् जसले दिनको समग्र ऊर्जा वा मुख्य विषयवस्तु कस्तो हुन्छ भनेर निर्धारण गर्छन्। हाम्रो उदाहरणको दिनमा स्रोत अनुसार सबैभन्दा महत्त्वपूर्ण ग्रह संयोजन थियो गजकेसरी योग। यो त्यो दिनको भनौँ न मुख्य ज्योतिषीय घटना थियो जसले दिनको ऊर्जामा निकै ठूलो प्रभाव पारेको देखिन्छ। अब यो गजकेसरी योग भनेको के हो त? ज्योतिषमा यसलाई निकै शुभ मानिन्छ। जब ज्ञान र समृद्धिको ग्रह बृहस्पति र मनको ग्रह चन्द्रमा एउटै राशिमा एकसाथ आउँछन् तब यो योग बन्छ। सामान्यतया यसले त्यस दिनको ऊर्जालाई सकारात्मक, बौद्धिक र सम्मानजनक बनाउँछ। ल, ग्रहहरूको स्थिति र योगको कुरा त भयो, तर यो आकाशीय ऊर्जा हाम्रो जीवनको लागि व्यावहारिक सल्लाहमा कसरी बदलिन्छ त? हो, यो चरणले खगोलीय घटना र हाम्रो दैनिक जीवन बीचको पुलको काम गर्छ। त्यस दिनको पञ्चाङ्ग र गजकेसरी योगको विश्लेषणबाट ज्योतिषीहरूले केही सामान्य विषयवस्तुहरू निकाले। हाम्रो छानिएको दिन फेब्रुअरी 26, 2026 मा यी विषयवस्तुहरू थिए: शारीरिक बलभन्दा बुद्धिको प्रयोग गर्नु फाइदाजनक, आफ्नो बोलीले अरूलाई प्रभाव पार्न सकिने, पैसा कमाउने सम्भावना अनि सामाजिक काममा मन जाने। यो कुरालाई पुष्टि गर्न स्रोतमा मेष राशिको लागि दिएको यो भविष्यवाणी हेरौं त। यसमा स्पष्ट भनिएको छ, बलभन्दा ज्यादा बुद्धिको प्रयोग गर्नु राम्रो हुनेछ। हेर्नुस् त, ठ्याक्कै त्यही कुरा, बलभन्दा बुद्धिको प्रयोग। हामीले बुझ्यौं कि दिनका विषयवस्तुहरू सामान्य हुन्छन्, तर त्यही ऊर्जा हरेक राशिको लागि फरक फरक सल्लाहमा कसरी परिणत हुन्छ? एउटै ब्रह्माण्डीय मौसमले सबैलाई कसरी फरक फरक असर गर्छ त? अब हामी यही हेर्नेछौं। ल, यसलाई बुझ्न मिथुन र कर्कट राशिको तुलना गरौं। त्यस दिन चन्द्रमा मिथुन राशिमा नै थिए, त्यसैले मिथुन राशिका लागि यो दिन अत्यन्तै राम्रो देखियो। तर कर्कट राशिका लागि त्यही चन्द्रमा उनीहरूको राशिबाट 12औं घरमा थिए, जसले ज्योतिषमा खर्च र हानिलाई संकेत गर्छ। त्यसैले उनीहरूलाई सावधानी अपनाउन सल्लाह दियो। देख्नुभयो, एउटै ग्रह तर राशि अनुसार स्थिति फरक अनि परिणाम पनि फरक। यो चार्टले त झन् छर्लङ्गै पार्छ। स्रोत अनुसार मिथुन राशिको भाग्यबल 70% थियो भने कर्कटको जम्मा 40। यसले पनि देखाउँछ कि दिनको एउटै ऊर्जालाई यी दुई फरक फरक राशिहरूका लागि कसरी व्याख्या गरियो। ल, हामीले अहिलेसम्म गरेको यो सबै विश्लेषणलाई एकै ठाउँमा ल्याएर हेरौं। यो प्रतीकहरू र भविष्यवाणीहरू पछाडि लुकेको प्रणालीलाई बुझ्ने समय हो।
त्यसो भए कुरा के हो भने परम्परागत राशिफल एउटा स्पष्ट 4 चरणको प्रक्रियामा बन्दो रहेछ। यो सामान्य खगोलीय डाटाबाट सुरु हुन्छ, त्यसपछि ठूला संयोजनहरू हेरिन्छ, त्यसबाट सामान्य विषयवस्तु निकालिन्छ र अन्त्यमा प्रत्येक राशिको लागि विशिष्ट सल्लाहमा परिणत हुन्छ। यो एउटा संरचित प्रक्रिया हो। अन्त्यमा भन्नुपर्दा राशिफल भनेको त्यत्तिकै हावामा गरिएको अन्दाजी भविष्यवाणी होइन, यो त हामी सबैले साझा गर्ने ब्रह्माण्डीय वातावरणको एक व्यक्तिगत व्याख्या हो। जसरी पानी पर्दा कसैलाई रमाइलो लाग्छ, कसैलाई झर्को, त्यस्तै हो यो पनि। यो सबै विश्लेषणले एउटा गहिरो प्रश्न पनि खडा गर्छ। यदि हामी सबै एउटै ब्रह्माण्डीय मौसम अन्तर्गत छौं भने हाम्रो दिन कस्तो बन्छ भन्ने कुरा त्यो मौसमले निर्धारण गर्छ वा त्यो मौसमप्रति हामीले देखाउने व्यक्तिगत प्रतिक्रियाले? यो भाग्य, वातावरण र व्यक्तिगत छनौटको बारेमा सोच्न लगाउने प्रश्न हो।